बिहान बिहानको शुभ बिहानी हुँदै मेरो दिन सुरु हुन्छ। म चाहिँ विद्याराई अनि म चाहिँ बेसी जाँदैछु धानको बिउ राख्नलाई। अनि म त्यहाँ पुगेर मैले चाहिँ डाँटे लाउन स्टार्ट गरेँ अनि म डाँटे लाउँदैछु। अनि म चाहिँ आज के भन्छु भने मलाई चाहिँ काम गरिराखेको देख्दाखेरि धेरै काम गर्छ जस्तो लाग्छ होला, तर म काम चाहिँ धेरै गर्दिनँ। म घरको चाहिँ सबैभन्दा कामचोर हो, त्यही भएर अहिले पनि एक्लै काम गर्नु परिरहेको छ। पहिला दिदीहरूलाई धेरै ठगेर होला आजकल एक्लै गरिरहनु पर्छ। पहिला चाहिँ म गोठाला मात्रै गर्थेँ अनि बारीमा चाहिँ जाँदिनँ थिएँ। बारीमा एनी केही कारण गइहाल्यो भने पनि दिदीले अल्छाउँदै बस्थ्यो। दिदीले एक झापड हानिदिन्थ्यो अनि आमाले सुन्ने गरिन्जेल रुन्थ्यो अनि हामीले घर धार्थ्यो अनि घरै